अहिलेको अवस्थामा तपाईँहरूका मागहरू राज्य समितिले सरकारले सुन्छ जेन्जी पुस्ताका मागहरू? यस्तो हो, माग त सुन्नु पर्यो नि। माग नसुनेर कसले सुन्छ त? सरकार अब जेन्जी पुस्ताको 2 दिनको आन्दोलनले सरकार ढलिसक्यो। आजसम्म तपाईँहरूलाई म भन्न चाहन्छु, तपाईँहरू त हिजोको इतिहासको मान्छे 2046-47 सालको आन्दोलन हेर्नुभयो, 2052-62-63 को आन्दोलन हेर्नुभयो, 2000 जुन आन्दोलन हेरिराख्नु भएको छ, इतिहास हेरिराख्नु भएको छ। आन्दोलनकारीले गरेका मागहरू त सम्बोधन भएका छन् नि। 2047 सालमा पनि संवैधानिक राजतन्त्र आयो, के आयो त्यो आयो। ती कुराहरूलाई सम्झिने होइन, भूतलाई सम्झेर भविष्यसँग तर्सिने होइन, वर्तमान कुराहरू गरेर भविष्यलाई अगाडि बढाउने हो भन्ने कुरा हाम्रो माग हो। त्यसो हुँदा अहिलेको तत्कालीन सरकारले माग पुरा गर्नुपर्छ। यो सरकारसँग हामी के भन्न चाहन्छौँ भने भौतिक पूर्वाधार मन्त्री, गृहमन्त्री लगायतका अहिले जुन मन्त्रालयमा नियुक्ति हुनुभएको छ उहाँहरू यो जनताको माग भएको कारणले उहाँ नियुक्ति हुनुभयो। तर के फेरि उहाँहरूले हामीलाई संवादमा बोलाउन किन सकिराख्नु भएको छ? भौतिक पूर्वाधार मन्त्रालयमा सम्हालिराख्नुभएका मन्त्रीज्यूहरूलाई भन्न चाहन्छु, भौतिक स्थिति के छ? ग्रामीण भूभागको भौतिक स्थिति के छ? आज हामीले पुनर्निर्माण भन्दैछौँ। पुनर्निर्माण होइन, तत्काल सेकेन्ड टु सेकेन्ड, डे टु डे आज यो गर्ने भोलि देशभरिको संरचनाहरू भत्केको छ, तोडफोड भएको छ, आगजनी भएको छ, भत्केको छ। र प्रधानमन्त्रीले भनिसक्नुभयो दोषीलाई म कारबाही गर्छु अनुसन्धान गरेर। हजुर, जसले भत्काए सिंहदरबार जलाउनेलाई नछोड्ने, हजुर, संसद भवन जलाउनेलाई नछोड्ने प्रधानमन्त्रीको प्रतिबद्धता आइसक्यो। अदालत जलाउनेलाई म छोड्दिनँ भन्नुभएको छ। एकजना नेपालीले यसरी अदालत जलाउन सक्दैन उहाँको भनाइ छ। तपाईँलाई के लाग्छ? अनि कसले जलायो त? नेपाली आन्दोलन त नेपालीले गरेको। उहाँले के भन्नुहुन्छ? होइन, नेपाली जनताले अहिले आज परिवर्तन चाहेका छन्। आज नेपाली जनताले सडकमा आन्दोलन गरेको होइन। नेपाली जनता कहिलेकाहीँ आन्दोलनमा घुसपेट हुन्छ, आन्दोलन के हुन्छ, तर आन्दोलनको मार्गचित्र अब स्थिति के हो? शून्यताको स्थितिलाई स्थिरतामा बदल्नु पर्यो। आज हामी जाति पार्टी भन्दा पनि मैले भन्ने गरेको के छ भने एउटै कुरा हो। जहिले पनि भन्न चाहन्छु म, हाम्रो जात भनेको नेपाली, धर्म भनेको नेपाल जोगाउने। त्यसो हुँदा यो परिस्थितिलाई परिवर्तनमा जोड्न चाहन्छु। म तपाईँलाई एउटा क्वेसन सोध्न चाहन्छु। अस्ति एउटा आन्दोलनमा तपाईँलाई प्रश्न गरिरहेको थिएँ साथीहरूले, अब तपाईँले सञ्चार मन्त्रालय सम्हाल्नु पर्यो हजुर ऋषिजी भनेर क्वेसन गरिरहेको थियो। तपाईँको विचार के छ? होइन, म अहिले सञ्चार मन्त्री बन्दिनँ। जेन्जी पुस्तालाई म साथ दिन्छु, मैले भनिसकेको छु। म तपाईँहरूलाई साथ दिन्छु, तपाईँ जस्तो युवा भविष्यको कर्णधारलाई म साथ दिन्छु। त्यसो भए म मन्त्री बन्नको लागि तयार छैन। त्यसो भए यतिखेर तपाईँ के अरे सञ्चार मन्त्री बन्न चाहनुहुन्न? म बन्न चाहन्न। त्यसो भए तपाईँ जेन्जी पुस्तालाई साथ दिन चाहनुहुन्छ, जेन्जी पुस्ता नेतृत्वमा आओस् भन्ने चाहना? जेन्जी पुस्तालाई अगाडि बढाउने, तपाईँको मागलाई सम्बोधन गराउने, वाद्यको रूपमा काम गर्ने। हजुर, मलाई पद चाहिएको छैन। हजुर, मैले धेरै पटक पद त्याग गरेको मान्छे हुँ। हजुर, कहिले के अवसरहरू आएका थियो होला नि हजुरलाई? कि मलाई 40 सालको जनआन्दोलनमा 14 वर्षको थिएँ म। 7 दिन जेल बसेको मान्छे। हजुर, प्रजातन्त्रको लागि। हजुर, त्यसै 62-63 सालमा त्यतिखेर निरम कुस्ताको विरुद्ध आन्दोलन भयो। म 27 पटक गिरफ्तार भएँ। हजुर, र त्यसपछि मलाई संविधान सभाको चुनावमा लड्नको लागि गिरिजा प्रसाद कोइरालाले प्रस्ताव गर्नुभएको थियो, मैले अस्वीकार गरेको मान्छे। त्यसो भएदेखि यतिखेर तपाईँले जेन्जी पुस्तालाई साथ दिएर यो आन्दोलनका मागहरू पुरा गर्न तपाईँ तयार हुनुहुन्छ? चाहना त यो, जेन्जी पुस्तालाई साथ दिने।